हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल। गाइस अहिले तपाईँ सबैलाई मेरो च्यानल स्वागत छ। किनकि गाइसको यसको भिडियोमा म जिमेल आइडी कसरी बनाउने भनेर तपाईँहरूलाई सिकाउनु गइरहेको छु। जिमेल आइडी बनाउनु लागि तपाईँहरूले सुरुमा जिमेल आइडी ओपन गर्नुपर्ने हुन्छ। जिमेल आइडी ओपन गरिसकेपछि तपाईँहरू माथि कर्नरमा लोगो छ, त्यहाँ थिच्नुहोस्। त्यहाँ थिचेपछि एड एनदर एकाउन्ट भन्ने आउँछ, त्यहाँ थिच्नुपर्ने हुन्छ। त्यहाँ थिचेपछि गुगल भन्ने आउँछ, त्यहाँ गुगलमा थिच्नुपर्ने हुन्छ। गुगलमा थिचेपछि चेकिङ इन्फो भन्ने यस्तो इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आइसकेपछि तल क्रिएट एकाउन्टमा थिच्नुपर्ने हुन्छ। क्रिएट एकाउन्टमा थिचेपछि बिजनेसको लागि भने मुनितिर र पर्सनलको लागि भने माथितिर थिच्नुपर्ने हुन्छ। तपाईँहरू पर्सनल पाउनुहुन्छ भने माथितिर थिच्नुपर्छ। मैले पर्सनल बनाउनु गइरहेको छु। अनि पर्सनल थिचेपछि त्यहाँनिर आफ्नो नाम लेख्नुपर्ने हुन्छ। मैले आफ्नो नाम XYZ लेख्छु। अनि मुनितिर पनि आफ्नो सरनेम लेख्नुपर्ने हुन्छ। मैले मुनितिर पनि XYZ लेखेँ। आफ्नो नाम लेख्दा पनि हुन्छ तपाईँहरूले। अनि त्यसपछि नेक्स्टमा थिचेर यहाँनिर अब डेट अफ बर्थ हाल्नुपर्छ आफ्नो। डेट अफ बर्थ हालिसकेपछि आफ्नो अब महिना हाल्नुपर्ने हुन्छ। सुरुमा कुन महिना जन्मिनु भएको थियो, सेकेन्डमा आफ्नो गते कतिको जन्मिनु भएको थियो त्यो हाल्नुपर्ने हुन्छ। अनि थर्डमा कति सालमा जन्मिनु भएको थियो त्यो हाल्नुपर्ने हुन्छ। अनि तपाईँहरूले यहाँनिर जेन्डर चेन्ज छान्नुपर्ने हुन्छ। तपाईँ छोरी मान्छे भने फिमेल, छोरा मान्छे भने मेल हाल्नुपर्ने हुन्छ। म छोरा मान्छे भएकोले मेल हालेँ। त्यसपछि नेक्स्टमा थिच्नुहोस्। नेक्स्टमा थिचेपछि तपाईँले अब आफ्नो जिमेल आइडी आफै गर्नुपर्ने हुन्छ, कस्टमाइज गर्नुपर्ने हुन्छ। सानो अक्षरले लेख्नुपर्छ अनि अङ्क पनि एक दुईवटा हाल्नुपर्छ। त्यसपछि नेक्स्टमा थिच्नुहोस्। नेक्स्टमा थिचेपछि तपाईँहरू आफ्नो पासवर्ड हाल्नुपर्ने हुन्छ। पासवर्ड चाहिँ तपाईँहरूले आफ्नो ओरिजिनल एकै स्ट्रङ पासवर्ड हाल्नु होला। मैले पासवर्ड हालिसकेको छु। त्यसपछि नेक्स्टमा थिच्नुहोस्। नेक्स्टमा थिचिसकेपछि तपाईँहरू अब कन्टिन्यूमा थिच्नुहोस्। यो पासवर्ड सेभ हुन्छ या कन्टिन्यूमा थिच्नु भने गुगलमा हुन्छ, सेभ हुन्छ। फेरि कन्टिन्यू थिच्नुहोस्। मेरो जिमेल एकाउन्ट चाहिँ के पो भइसक्यो। मेरो आफ्नै फोन नम्बर लगइन हुन्छ। तपाईँहरूले चाहिँ आफ्नो फोन नम्बर हालेर लगइन गर्नुपर्ने हुन्छ। फोन नम्बर हालेर आफ्नो फोन नम्बर भेरिफाई गर्नुपर्ने हुन्छ। नम्बर भेरिफाई गरिसकेपछि आफ्नो जिमेल आइडी बन्छ। गाइजहरू तपाईँहरूले यो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट गर्न नबिर्सनु होला। धन्यवाद।